नमस्कार। प्रमुख अतिथिज्यू त हुनुहुन्न, तर आजको यस विशेष कार्यक्रमको सभाध्यक्षज्यू र उहाँको सहकर्मी सहयोगी संस्थाका अध्यक्षज्यू र सबैभन्दा पहिला त म आदरणीय ज्ञान दिदीलाई, यो ऐतिहासिक पल हो हाम्रो लागि, होइन त? ज्ञानु दिदीसँग स्टेज सेयर गरेर हामी सम्मानित हुँदैछौँ भनेपछि यो जस्तो ठुलो ऐतिहासिक पल हाम्रो जीवनमा फेरि दोहोरिएर आउँदैन। त्यसैले हामी सबैजना उठेर ज्ञानु दिदीलाई एकचोटि नमन गरौँ। धन्यवाद। र म आशाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आशाजीले फोन गर्नुभयो अनि बहिनी म त भ्याउँदिनँ होला, म आज एकदमै व्यस्त छु, मेरो भोलिको कार्यक्रमको फाइनल छ के छ थुप्रो छ भन्दा उहाँको स्वरमा त्यो एउटा निराशपन अलिकता देखेपछि मलाई अप्ठ्यारो लाग्यो। अनि मैले फेरि भोलिपल्ट अर्को सबै गरेर बहिनी म एकैछिन चाहिँ जसरी पनि आउँछु भनेर म आएँ। किन आएँ भने सबै पुग्ने ठाउँमा जो कोही पनि पुग्छ र आत्मादेखि मनदेखि म मेरो दिदी बहिनीहरू जसले चाहिँ आफ्नो साधनाले अगाडि बढ्दै हुनुहुन्छ, बढिसकिरहनु भएको छ, जीवनको सबै क्षणहरू त्यसमै खनाइसक्नु भएको छ, पुगिसक्नु भएको छ, त्यस्तो व्यक्तित्वहरूलाई सम्मान गर्छु भन्ने त्यो महान सोच र त्यो नारीको आँटलाई भरोसा दिनका लागि पनि म यहाँ आएँ। र मलाई खुसी के कुरामा लाग्यो भने आउँदै गरेको नयाँभन्दा नयाँ पुस्ता र एउटा इतिहास रचिसकेका व्यक्तित्व सँगसँगै उहाँले अगाडि बढ्नका लागि यो हौसला स्वरूप हामीलाई सम्मान गर्नुभयो। यो सम्मानले हामीमाथि अभिभारा पनि थपिएको छ। सम्मानित हुनलाई अर्काको सम्मान पनि गर्न जान्नुपर्छ। यो एउटा पाठ पनि हामीले सिक्यौँ र हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना दिदी बहिनीहरूलाई मात्र होइन, म दाजुभाइलाई पनि भन्छु, किनभने चेलीबेटीलाई खुवाउने जिम्मेवारी दाजुभाइको हुन्छ। त्यसैले आफ्नो चेलीबेटीहरूलाई बोलाउनुहोस्, खुवाउनुहोस्, रमाइलो गर्नुहोस्, किनभने ती चेलीबेटी तपाईँको घरको आमा, दिदी, भाउजू, बहिनी, छोरी जो कोही पनि हुन सक्छ। त्यो घरको धरोहर हो। त्यो घरको धरोहरलाई पुजे घरमा शान्ति आउँछ, सुख शान्ति हुन्छ, जीवन शान्त र सकारात्मक ढङ्गले अगाडि बढ्छ। यही भन्दै म यहाँहरूसँग बिदा लिन्छु पनि र म यो हामी सबैको तर्फबाट आयोजक उसलाई थपडी मारेर धन्यवाद दिन्छु।